चाहिँ यसरी खन्छौँ किन भन्दाखेरि नि यो लसुन चाहिँ पुरै झ्याङ मरेर देख्दैन कि झारले गर्दा, त्यही भएर एउटा एउटा हैँसाले यस्तोले निकाल्दैछौँ। चाहिँ मजाले फलेछ। बुढा यस दामी लसुन फलेछ त आज पनि। अन्त त योपालि त दामी लसुन फलेछ हाम्रो बुढाले जोस जाँगर देखाएर भयो कि कतै। फलेको नि यत्रो नि, तर खन्नु टढिसकेछ नि त हामी नभ्याएर। हेलो साथीहरू, हो यत्रो लसुन फलेको छ। हेर्नु त यसलाई त 20 लसुन त त्यहाँ कस्तो रिसुर्दो बिहोरा न। लसुन यसरी हामीले छुट्याएर सुकाए। लेख बुढाबुढीको काम पनि सक्यो। यो चाहिँ पोटा सबै यो झ्याङ चुट्टेको पोटा हो। यिनीहरू चाहिँ टक टक बाँधेर चाहिँ यसलाई चाहिँ झुन्ड्याएर राख्नुपर्छ सुकाएर। यो चाहिँ किन निकालेको भन्दा चाहिँ यो चाहिँ गुबा है, गुबा भित्रीको। यसलाई चाहिँ अचार खानुपर्छ। खर्सानीसँग चिक पारेर चाहिँ अक्चुङमा कुटेर चाहिँ यसको चाहिँ अचार